अरे बाप रे बाप कति भारी हो ल यहीँ फाल्दै कुकुर ल्याएर कान्छ ए दिदी दिदी होइन किन फालेको यति राम्रो छाला चाहिँ ए दिदी दिदी किन फालेको र यति राम्रो छाला चाहिँ मलाई भन्नु त ए त्यस्तो पनि कसले खान्छ त त्यस्तो कोर्दा कोर्दा मलाई त कस्तो हात दुख्छ म त सक्दिनँ त्यस्तो कोर्न त्यही भएर फालेको अरे दिदी यस्तो फाल्नुभन्दा त मलाई दिनु न त फेरि ए तिम्रो कुखुरा ए ल ल लिएर जा मैले फालेकै यो ए मलाई दिन्छस् नि तैँले एकदम मिठो गरी ए दिन्छु उठाएर लिएर जा न ए बुढो कहाँ जानु लाग्यो तिमी ए यस्तो यो कपडा बेच्नु जानु लाग्यो नि बजारतिर कति गनाउने छाला लिएर हिँडेको तिमीले ए कहाँ गनाउने छाला अहिले धोएपछि एकदम मिठो पाक्छ ल तिमी बेचेर आऊ त अनि खुवाउनु पर्छ ल अब यसलाई मजाले कोर्ने अब यसलाई एकदमै पोल्ने यसरी पोलेपछि अब छाला निकाल्दै पातलो गएर यसलाई गोलो गरेर राख्ने अब यस्तरी यति मिठो गरी पकाउँछु नि यति सबै हालिदिएपछि त ल अब यो अमिलो नहालिकन त हुन्न अरे वाह क्या राम्रो देखेको छ ल चाह कस्तो पकाउँछ खै अरे वाह क्या दामी छ